आज हजुरलाई म यो प्ले स्टोर भित्र गए। यो प्ले स्टोर त हाम्रो सबैको मोबाइलमा हुन्छ। यो प्ले स्टोरबाट हामीले सम्पूर्ण एप्सहरू डाउनलोड गर्छौं, गेमहरू डाउनलोड गर्छौं। मतलब हाम्रो मोबाइलमा जे पनि चाहिन्छ त्यस्ता चीजहरू हामीले सबै आफ्नो प्ले स्टोरबाट नै डाउनलोड गर्ने गर्छौं। तर हजुरलाई थाहै छैन होला प्ले स्टोर भित्र यस्ता तीनवटा खुफिया सेटिङहरू छन्, यस्ता महत्त्वपूर्ण सेटिङहरू छन्। ती सेटिङहरू हजुरले मिलाइदिनु भयो भने हजुरको मोबाइल जिन्दगीमा ह्याङ हुने छैन। यो एकदमै महत्त्वपूर्ण छ है। हजुरले यी सेटिङहरू मिलाउनु भएको छैन भनेपछि हजुरको मोबाइल ह्याङ गर्न सक्छ, ल्याग गर्न सक्छ, एकदमै हजुरको मोबाइल एप्स पनि नखुल्न सक्छ, धेरै टाइम लगाएर एप्स खोल्न सक्छ। त्यस्तो समस्या हजुरको मोबाइलमा आउँछ भनेपछि अहिले नै गएर प्ले स्टोर भित्रका यी तीनवटा सेटिङ तुरुन्त गएर मिलाइदिनु होला है। यसलाई हजुरले तुरुन्त गएर मिलाइदिनुस्। हजुरको मोबाइल सर्र रकेटको जस्तो चल्नेछ है, एकदम फास्ट चल्नेछ। गजबका एकदमै महत्त्वपूर्ण तीनवटा सेटिङ लिएर आएको छु। त्यसैले भिडियोलाई हजुरले अन्तिमसम्म हेर्नु होला। यो भिडियो थोरै पनि मन पर्यो भने लाइक गरिदिनु होला। च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन प्लिज सब्स्क्राइब गरिदिनु होला। हजुरको एउटा सब्स्क्राइबले हामीलाई धेरै हौसला प्रोत्साहन मिल्छ कि भिडियो बनाउन। त्यसैले सब्स्क्राइब गरिदिनु होला। नमस्कार, म प्रताप शाह, स्वागत छ हजुरलाई प्रताप टेक च्यानलमा। अब हजुरलाई म प्ले स्टोर भित्र लगेर देखाउँछु के हो त यस्ता महत्त्वपूर्ण सेटिङ, के गर्दा हाम्रो मोबाइल सर्र चल्छ त यसको बारेमा एक एक जानकारी दिनेछु। हजुरले भिडियोलाई अन्तिमसम्म हेर्नु होला, मजाले हेर्नु होला। एउटा पनि हजुरले सेटिङ नबिराइकन हेर्नु होला। बिराइदिनु भयो भने हजुरको मोबाइल फेरि सरसर चल्ने छैन है। त्यसैले हजुरले भिडियोलाई अन्तिमसम्म त हेर्नै पर्ने हुन्छ। आउनुहोस् अब हजुरलाई म सिधै प्ले स्टोरमा गएर देखाउँछु के हुन् त यस्ता महत्त्वपूर्ण सेटिङ। त्यसको लागि हजुरले के गर्नु होला भनेपछि यसरी प्ले स्टोर ओपन गर्नुहोस्। यसरी प्ले स्टोर ओपन गरिसक्नु भने यहाँ माथि आउनुहोस् है। आफ्नो जुन प्ले स्टोरको लोगो छ, जुन जीमेलको लोगो छ, यसमा टच गर्नु होला। यसलाई टच गर्नु भने यहाँनिर भनेको छ म्यानेज एप्स एन्ड डिभाइस भनेको छ। यो म्यानेज एप्स एन्ड डिभाइसलाई यसरी टच गर्नु होला। यसलाई टच गरिसक्नु भने यहाँ माथि म्यानेज भनेको छ। यो म्यानेजमा यसरी आउनु होला। यो म्यानेजमा आइसक्नु भने यहाँनिर जति पनि हजुरले आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ तिनी सम्पूर्ण एप्सहरू यहाँ देखाइरहेको छ। अब हजुरले के गर्न पर्छ भने यहाँ माथि दिस डिभाइस भनेको छ नि, यसलाई हजुरले एकछिनसम्म टच गर्नु होला। यसलाई टच गर्नु भने नट इन्स्टल भनेको छ। यो नट इन्स्टलमा यसरी टच गरिदिनु होला। यसलाई छोडिदिनु भने यहाँनिर हजुरले जति पनि देख्न सक्नुहुन्छ नि यिनी एप्सहरू के हो भनेपछि हजुरले आफ्नो मोबाइलमा डाउनलोड गरिसकेर फालेका हुन् होला, हजुरले डिलिट गरिसकेका हुन्। तर हजुरलाई के लाग्छ भने जस्तै हजुरले आफ्नो मोबाइलमा एप्स डाउनलोड गर्नुभयो, डाउनलोड गरेपछि यसरी यसलाई हजुरले फालिदिनु भयो, यसलाई हजुरले यहाँबाट अनइन्स्टल गरिदिनु भयो। तर हजुरलाई लाग्छ होला त्यो एप्स त मैले फालिसकेँ, मेरो मोबाइलबाट हटिसक्यो भनेर। त्यसरी कहिले पनि हट्दैन, त्यो गएर यहाँ गएर बसेको हुन्छ है। नट इन्स्टलमा गएर बसेका हुन्छन् यिनी एप्सहरू। यिनी एप्सहरूले के गरिरहेको हुन्छ भनेपछि हजुरको मोबाइलको जुन स्पेस छ नि, जुन स्टोरेज छ नि त्यसलाई त लिइरहेको हुन्छ। त्यो त यसले बर्बाद पारिरहेको हुन्छ। त्यति मात्र होइन, हजुरको डाटा पनि खत्म गरिरहेको हुन्छ। डाटा खत्म गर्नुको साथसाथै यसले हजुरको मोबाइललाई ह्याङ पनि बनाइरहेको हुन्छ। यसलाई हजुरले तुरुन्तै गएर जति छन् सम्पूर्ण चिजहरूले यहाँबाट फालिदिनु भयो। यसरी टिक लगाएर है, यसरी टिक लगाएर फालिदिनु भयो भने अब के हुन्छ भनेपछि यिनी चिजहरू सदाको लागि बल्ल मोबाइलबाट हजुरको हट्नेछन्। जबसम्म हजुरले यो काम गर्दिनुहुन्न त्यहाँसम्म त हजुरको मोबाइलबाट यी कहिले पनि हट्ने छैनन्। अब के गर्नु होला भने यसरी टिक लगाइसक्नु भने यसरी टिक लगाउनु भने यहाँ माथि देखाइरहेछ डिलिट भनेर, यसमा टच गर्नु होला। यसमा टच गर्नु भने यहाँ रिमुभ भनेको छ, यसलाई रिमुभ गरिदिनुहोस्। त्यहाँबाट ती सम्पूर्ण चिज हटिहाले है। यसरी हजुरले जति छन् है, यहाँ जति छन् सम्पूर्ण चिजलाई हजुरले हटाउनु होला। काम नभएका चिजलाई मोबाइलमा राख्नु हुँदैन। मोबाइलमा राखेपछि के हुन्छ भने हाम्रो मोबाइललाई एकदमै ह्याङ बनाउने काम गर्छ र हाम्रो मोबाइलको स्टोरेज पनि घटाइरहेको हुन्छ। हामीलाई लाग्छ डाउनलोड त मैले केही गरेको छैन, फोटो भिडियो पनि मेरो मोबाइलमा छैन, तर किन मेरो स्टोरेज फुल भएको जस्तो लाग्छ होला। यो कारणले फुल हुन्छ। यो कारणले फुल हुनाले हजुरको मोबाइल ह्याङ हुन्छ है। त्यसैले यो काम पनि अनिवार्य रूपमा अहिले नै गएर गरिहाल्नु होला। यस्तै हजुरलाई म दोस्रो महत्त्वपूर्ण सेटिङ के हो त त्यसको बारेमा अगाडि जानकारी दिन गइरहेको छु। त्यसको लागि पनि हजुरले के गर्नुपर्छ भने यसरी प्ले स्टोर ओपन गर्नुपर्ने हुन्छ। प्ले स्टोर ओपन गरिसक्नु भने फेरि माथि आफ्नो लोगोमा जानु होला। त्यहाँ गइसक्नु भने थोरै तल आउनुहोस् है। यहाँनिर भनेको छ प्ले
प्रोटेक्ट भनेको छ। यो प्ले प्रोटेक्टमा यसरी टच गर्नु होला। प्ले प्रोटेक्टमा यसरी टच गरिसक्नु भने अगाडि हजुरलाई यस्तो किसिमको देखा पर्नेछ। यो भनेको के त? सबभन्दा पहिला हजुरले बुझ्नुपर्ने कुरा यहाँनिर छ। यो भनेको कुरा के हो भनेपछि जस्तै हजुरले आफ्नो मोबाइलमा अनेक किसिमका एप्सहरू डाउनलोड गर्नुहुन्छ, त्यस्ता एप्सहरूमा धेरै एप्सहरू यति खतरनाक छन् कि यति हार्मफुल छन् कि हजुरको मोबाइल नै खतम पार्न सक्छन्, हजुरको मोबाइल पुरै ड्यामेज बनाउन सक्छन्, यति ह्याङ बनाउन सक्छन् कि ह्याङ मात्रै होइन हजुरको मोबाइलमा जति पनि त्यस्ता चिजहरू छन् सम्पूर्ण चिज उनीहरूले लान पनि सक्छन् र हजुरको मोबाइललाई ह्याक पनि गर्न सक्छन् है। त्यस्तो खतरनाक एप्सहरू हुन्छन् तर हामीलाई थाहा हुँदैन। त्यसैले हजुरले यो सेटिङ अनिवार्य रूपमा गर्नै पर्ने हुन्छ। त्यसैले हजुरले के गर्नु होला भने यो सेटिङमा यहाँनिर पुगेर के गर्नु होला भने यहाँनिर स्क्यान भनेको छ, यो स्क्यानमा यसरी टच गर्नु होला। यसरी स्क्यानमा टच गर्नु भने माथि स्क्यान गरिरहेको छ, खोजिरहेको हुन्छ, खोजेर त्यहाँनिर देखाउँछ हजुरको मोबाइलमा पनि त्यस्ता एप्सहरू छन् भनेपछि यसले यहाँनिर देखाइहाल्छ र हजुरले ती एप्सलाई तुरुन्तै फालिदिइहाल्नु होला। फालिदिनु भएन भनेपछि ती एप्सले हजुरको मोबाइलमा मात्र होइन सम्पूर्ण चिजमा हानि पुर्याइरहेको हुन्छ। त्यसैले हजुरले यहाँ गएर यो हजुरले काम गरिहाल्नु होला है। स्क्यान गरेर त्यहाँनिर हजुरको मोबाइल ठिक छ कि छैन, जस्तै मेरो मोबाइलमा देखाएको छ नो हार्मफुल एप्स भन्छ, यहाँनिर के भन्छ भनेपछि मेरोमा छैन भनेको छ। हजुरको पनि यस्तै किसिमले निलो टिक आउनुपर्छ, रातो टिक आयो भने हजुरको मोबाइलमा हार्मफुल एप्सहरू छन्, त्यसले हजुरको मोबाइललाई समस्या पारिरहेको छ भन्ने कुरा बुझ्नै पर्ने हुन्छ। अब यस्तै हजुरलाई म तेस्रो महत्त्वपूर्ण सेटिङको बारेमा जानकारी दिन गइरहेको छु। त्यसको लागि के गर्नुहोस् भने फेरि ब्याक आउनु होला। यसरी ब्याक आइसक्नु भने फेरि आफ्नो मोबाइलको प्ले स्टोरमा जानुहोस्। यसरी प्ले स्टोरमा गइसक्नु भने फेरि माथि आउनु होला, त्यहाँ लोगोमा यसरी टच गर्नु होला। यसरी टच गर्ने थोरै तल आउनुहोस्, यहाँ तल आउनुहोस्, सेटिङ देख्न सक्नुहुन्छ है, यो सेटिङमा आउनु होला। यो एकदमै महत्त्वपूर्ण छ है। यसरी सेटिङभित्र आइसक्नु भने यहाँ माथि जेनरल भनेको छ है, यो जेनरल यसरी टच गर्नु होला। यसलाई टच गर्नु भने अब यसरी थोरै तल आउनुहोस्, यसरी तल आउनुहोस् है, यहाँ तल आउनुहोस्, यहाँ तल आउनुहोस्। यहाँ भनेको छ नेटवर्क पर्फर्मेन्स भन्छ, यो नेटवर्क पर्फर्मेन्समा यसरी टच गर्नु होला। यसलाई टच गर्नु भने यहाँनिर भनेको छ अटो अपडेट एप भनेको छ, यो अटो अपडेट एपलाई यसरी टच गर्नु होला। यसलाई टच गर्नु भने अब के हुन्छ भने हाम्रो मोबाइलमा प्रत्येक दिन जस्तो अथवा 2-4 दिन बिराएर हरेक एप्सलाई अपडेट गर्नुपर्ने हुन्छ। अपडेट आइरहन्छ, हजुरको मोबाइलमा अपडेट आएको हुन्छ, फल्ना एपको अपडेट आयो, फल्ना एपको अपडेट आयो, आज एउटाको आउला, भोलि अर्काको आउला, पर्सि अर्काको आउला, यसरी दैनिक अपडेटहरू आई गर्छ। यसरी अपडेट आयो भने हजुरको मोबाइलमा हजुरले यो सेटिङ मिलाउनु भएको छैन भने अपडेट भइरहन्छ है, अपडेट भइरहन्छ। अपडेट भयो भने हजुरको डाटा त सिद्धिन्छ, हजुरलाई थाहा हुँदैन, मैले त केही गरेकै छैन तर मेरो डाटा किन सिद्धियो जस्तो पनि लाग्छ होला। तर यो कारणले हजुरको डाटा पनि सिद्धिरहन्छ र हजुरको मोबाइल ह्याङ पनि बनाइरहन्छ। अब हजुरले यहाँनिर आएर के गर्नुपर्छ भनेपछि यहाँ तलतिर आएर डोन्ट अटो अपडेट एप्समा यसरी टच गर्नु होला। यसरी डोन्ट अटो अपडेटमा टच गर्नु भने अब हजुरको मोबाइल जिन्दगीमा ह्याङ हुने त चान्सै छैन, किनभने अब अपडेट माग्दैन, हजुरको मोबाइलमा अपडेट हुँदैन। अपडेट भएन भनेपछि हजुरको मोबाइल सर्र चल्ने गर्छ र अब हजुरको कुनै चिन्ता आफ्नो मोबाइलप्रति ह्याङ भयो भनेर कुनै चिन्ता लिनु पर्दैन। छैन ती 3वटा महत्त्वपूर्ण सेटिङ, मलाई त एकदमै मन पर्यो हजुर सामने राख्नु। हजुरलाई कस्तो लाग्यो जस्तो तथ्य कमेन्ट लाइक गर्न नभुल्नु, चारैतिर सोसियल मिडिया ताक्दै सेयर पनि गरिदिनु। रास्ता फेरि आउनेछु।